आज हामी यो एआई आवाज नेपालको रोचक सामग्रीमाथि अलिक गहिरो छलफल गर्दैछौँ। एकदमै सान्दर्भिक विषय हो नि। अब आर्टिफिशियल इन्टेलिजेन्स वा एआईको कुरा सुन्दाखेरि धेरैलाई यो कुनै साइफाई चलचित्रको भनौँ न कुनै एलियन टेक्नोलोजी जस्तो लाग्छ नि त। हजुर, धेरैको बुझाइ त्यस्तै हुन्छ सुरुमा। तर आज हाम्रो मुख्य उद्देश्य नै यो मानिसले बनाएको प्रविधि कसरी हाम्रो दैनिक जीवनको अभिन्न हिस्सा भइसक्यो भनेर केलाउनु हो। एकदम। खासमा आर्टिफिशियल भनेको मानिसले बनाएको र इन्टेलिजेन्स भनेको सोच्ने शक्ति हो। हामीले ख्यालै नगरे पनि एआईले हाम्रो जीवनलाई घेरिसकेको छ। यो कुनै भविष्यको कुरा होइन। साँच्चै भन्ने हो भने बिहान उठेर फोन अनलक गर्न अनुहार देखाउँदा प्रयोग हुने फेस रेकग्निसनदेखि लिएर गुगलमा केही टाइप गर्दा आउने अटो सजेसनसम्म सबै एआई नै त हो नि। त्यही त। मलाई त कहिलेकाहीँ अचम्म लाग्छ क्या, स्पोटिफाईले मलाई मनपर्ने 90को दशकका पुरामा नेपाली पप गीतहरू ठ्याक्कै कसरी मिलाउँछ भनेर। त्यो त एआईकै कमाल हो। त्यो सुन्ने बानीको डेटा विश्लेषण गरेर एआईले निकालेको निष्कर्ष हो। यसलाई प्राविधिक भाषामा मेसिन लर्निङ भनिन्छ। यो मसिन लर्निङको कुरा गर्दा स्रोत सामग्रीमा एउटा रमाइलो तुलना गरिएको छ नि। एउटा सानो बच्चाको उदाहरण हो, जसरी एउटा सानो बच्चाले वरपरको वातावरण हेरेर र सुनेर सिक्छ, एआईले पनि त्यसरी नै सिक्ने रहेछ। हो, तर यहाँ मुख्य कुरा भनेको त्यो स्केल वा मात्रा हो। मानिसको सिक्ने गति सीमित हुन्छ, तर एआईले एकैछिनमा लाखौं करोडौं डेटा पढेर सिक्न सक्छ। जस्तै तस्विर, शब्द अनि भिडियोहरू। एकदम। च्याटजीपीटी जस्ता प्रविधिहरू यति धेरै स्मार्ट हुनुको पछाडि उनीहरूले इन्टरनेटमा रहेका अरबौं शब्दहरू पढ्नु नै हो। एउटा बच्चाले एउटा कुकुर देखेर चिन्न सिक्छ भने एआईले सेकेन्डभरमै संसारभरिका लाखौं कुकुरका तस्बिर विश्लेषण गरेर हरेक प्रजाति चिन्न सक्छ। त्यति धेरै डेटा प्रोसेस गर्न सक्ने क्षमतालाई हाम्रो जस्तो देशको सन्दर्भमा जोडेर हेर्ने हो भने अवस्था कस्तो होला त? एआई आवाज नेपालको सामग्रीले नेपालमा यसको फराकिलो सम्भावना देखाएको छ, विशेष गरी निर्माण क्षेत्रमा। निर्माण क्षेत्रमा हो, उदाहरणको लागि काठमाडौँ जस्तो भूकम्पको जोखिम भएको ठाउँमा ठूला भवनहरू बनाउँदा एआईले आर्किटेक्चरल डिजाइन जाँचेर त्यो कत्तिको सुरक्षित छ भनेर पहिले नै विश्लेषण गर्न सक्छ। यसले सामग्रीको लागत अनुमान गर्न पनि त सघाउँछ होला नि। मज्जाले सघाउँछ। सुरक्षा र लागत दुवैको पाटोलाई एकदमै सटिक रूपमा हेर्न सकिन्छ। अनि यो क्षमता सहरका ठूला भवनमा मात्र सीमित पक्कै छैन होला नि? पक्कै छैन। यसले त ग्रामीण भेगको कृषि प्रणालीलाई पनि पूर्ण रूपमा परिवर्तन गर्न सक्छ। गाउँको कुरा निस्किएपछि मलाई सामग्रीको त्यो कृषि सम्बन्धी कुरा याद आयो। किसानहरूले मोबाइलको क्यामेराले बालीको फोटो खिचेरै रोग पत्ता लगाउने प्रविधि। हजुर, एकदमै प्रभावकारी हुन सक्छ त्यो। सोचौं त, कुनै किसानको गोलभेडा खेतीमा केही अनौठो दाग देखियो भने फोटो खिचेर एआईलाई दिने बित्तिकै त्यसले कुन रोग हो भनेर भनिदिन्छ। अनि के औषधि हाल्ने भनेर तुरुन्तै सचेत गराउन पनि सक्छ। यसले कृषिमा हुने नोक्सानीलाई धेरै हदसम्म कम गर्न सक्छ। सुन्दा त एकदमै राम्रो लाग्छ, तर अलिकति प्रश्न पनि उठ्छ नि। के विषयमा? जस्तै शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि एआई प्रयोग गर्ने कुरा छ। तर के गाउँको कुनै स्वास्थ्य चौकीमा डाक्टरको सट्टा एउटा मसिनको भर पर्नु सुरक्षित होला र? यो एकदमै महत्त्वपूर्ण प्रश्न हो। हामीले बुझ्नुपर्ने कुरा के हो भने एआईले डाक्टरलाई विस्थापित गर्ने होइन, सघाउने हो। सघाउने उपकरणको रूपमा हो। जस्तै एक्सरे हेरेर मानिसको आँखाले ठेउम्याउन नसक्ने मसिना समस्याहरू पत्ता लगाउन यसले डाक्टरलाई मद्दत गर्छ। अनि शिक्षामा पनि त्यस्तै हो त? त्यस्तै हो। शिक्षकलाई हटाउने होइन, तर विद्यार्थीको सिक्ने स्तर बुझेर 24 घण्टा सहयोगीको रूपमा काम गर्ने एउटा पर्सनल ट्युटरको भूमिका खेल्न सक्छ। भनेपछि यो एउटा यस्तो शक्तिशाली औजार हो जसलाई चलाउन जान्नुपर्छ, डराउनु पर्ने कुनै कारणै रहेन। पक्कै पनि। सूचनाको यो युगमा एआईसँग डराएर बस्ने होइन। रचनात्मक क्षेत्रका व्यक्तिहरूले डिजाइन बनाउन यसको मज्जाले प्रयोग गर्न सक्छन्। हो, यसले आफ्नो सहजताको लागि कसरी प्रयोग गर्ने भनेर सिक्ने हो। ज्ञान त्यति बेला मात्र मूल्यवान हुन्छ जति बेला यसलाई व्यवहारमा लागू गरिन्छ। आजको सामग्रीले धेरै कुरा स्पष्ट पारेको छ, तर बिट मार्नु अघि एउटा कुराले मलाई सोच्न बाध्य बनाएको छ। के कुरा होला? यदि एआईले मानिसले दिएको डेटाबाटै सबै कुरा सिक्छ भने के भविष्यमा यसले हाम्रो स्थानीय नेपाली संस्कृति, हाम्रा गहिरा भावनाहरू र यहाँका मौलिक समस्याहरूलाई पनि मानिसले जस्तै गहिराईमा बुझेर समाधान दिन सक्ला त? यो साँच्चै नै गहिरो प्रश्न हो। कि यो सधैँ एउटा प्राविधिक मसिन मात्रै रहिरहला? यसबारे सोच्दै गरौँ।
धन्यवाद साथीहरू, म एआई एसिस्टेन्ट फेरि अर्को एपिसोडमा भेटौँला।